हे गाइज वेलकम ब्याक टु माई अनदर भ्लग होइन आज चाहिँ के भन्दाखेरि 7 बजीमा आँटेपछि उठेको थिएँ अनि अहिले बिहानै उठिसकेँ। चिया पकाउने पूजा पनि गरिसकेँ। आज चाहिँ चिया पकाउने मम्मीलाई चाहिँ बनाएर राख्दैछु, आफूलाई चाहिँ पकाएर खाने। सेलरोटी होला त अस्तिको माघे सङ्क्रान्तिको त्यो सेलरोटीसँग खाने। हाम्रो चल्लाहरू हेर्न सक्नुहुन्छ, कुखुराले चल्ला निकालेको उता खोरमा कराउँदैछ अझै होइन। अब चिया चाहिँ म तपाईँहरूलाई कसरी पकाउने भनेर देखाइदिन्छु। पानी हाल्ने थोरै एकजनाले पकाउने भनेपछि त्यो हालिदिने अनि त्यसपछि यता दुध हाल्ने, पानी हाल्नु पर्छ, अलिकति दुध हाल्ने। जति जति चिनी चियापत्ती खानु मन लाग्छ त्यति हाल्नु। यो चियापत्ती हो, चियापत्ती चाहिँ म धेरै हाल्दिनँ, अलिक लाग्ने खालको चियापत्ती यति हाल्छु। हाल्ने चिनी 2 चम्चा जति हाल्छु। यो चिनी छ 1 चम्चा, यो 2 चम्चा। ल चिनी धेरै पनि खानु हुँदैन, मलाई पुग्यो। अब यो फेरि हालिदिन्छु। अब चिया उमाल्नु पऱ्यो, अरू केही होइन। चिया उम्लिनु पऱ्यो। उम्लिरहेको होइन त पनि उम्लिस् न अलि। यस्तो चिया उमाल्ने अलिक पहिलो पहिलो भइसक्यो, तपाईँहरू हेर्न सक्नुहुन्छ। धुवाले केही देखिएन, बाफले पहिलो पहिलो भइसक्यो। एकैछिन गर्ने अनि ग्यास बन्द गरिदिइहाल्ने। ल अब चाहिँ हामीले ग्यास बन्द गरिदिएका छौँ। अब चिया खाने अनि त्यसपछि अब कता कता जाने हो कि के गर्ने हो कि खानासाना पनि मैले नै पकाउनु परिरहेछ। अब खाना पनि मैले नै पकाउने, त्यसको पनि हालिदिउँला होइन। अब वेलकम ब्याक भन्न आएछु फेरि। अहिले चाहिँ म के अरे यता जङ्गलतिर आएको थिएँ मम्मीहरूलाई सघाउन। तर मम्मीहरूले चाहिँ के गर्नु भने एउटा भारी बोक भन्नु, मैले सकिनँ, छोडिदिएँ। अनि त्यो फुटाएर साइकलमा लग्छु भनेर चाहिँ साइकल ल्याएको थिएँ, साइकलमा नलग भनेर उता आफै बोकेर लग्दै हुनुहुन्छ। अनि अहिले चाहिँ हामी जङ्गलबाट आउँदैछौँ भन्नाले अहिले जङ्गल चाहिँ पुगेको थिएन के भन्नु।